र आज चाहिँ हामी चाहिँ स्काई वक घुम्नु गएको होइन। हामी चाहिँ गेजिङमा आएको थियौँ, त्यही भएर आज चाहिँ हामी आएको बेला जाउँ भनेर सोचेर चाहिँ अब जान लागेको। नाना चाहिँ बसिरहेको छ घरमै हो। नानी, म, भेना, मेरो हस्बेन्ड, आमा, पापा जाँदैछ। अन्त अहिले एकछिनमा तपाईँहरूलाई म कन्टिन्यू गर्छु गाइस। बाई बाई। हेलो है गाइस, हामी चाहिँ रोडमा निस्क्यौँ। अब हामी चाहिँ बजारमा गएर गाडी रिजर्भ गरेर लानु पर्दो रहेछ होइन गाइस। हाम्रो नानाको गाउँ चाहिँ गेजिङ नै हो नि त। गेजिङदेखि चाहिँ 1 किलोमिटर लाग्छ अरे स्काई वक पुग्नु चाहिँ। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। अन्त भेना र मेरो हस्बेन्ड चाहिँ आउँदैछ। मम्मी यहाँ छ हो मेरो छोरा। गाइस, हामी फाइनली गाडीमा चढ्यौँ। स्काई वक आइपुग्यौँ। हामी चाहिँ यताबाट घुम्दै जाँदैछौँ होइन गाइस। अब मेरो मम्मीलाई चाहिँ गल्यो अरे, बाटो अलिक अप्ठ्यारो थियो नि त, त्यही भएर मेरो बुढाले नानी पर्खिरहेको छ हो। ओके, अहिले चाहिँ म कन्टिन्यू गर्छु गाइस। बाई बाई। हो, हामी चाहिँ गुम्बामा आएको। पापा चाहिँ त्यहाँ डर भएर बसिरहेको छ। मेरो मम्मीले चाहिँ त्यहाँ फोटो खिच्दैछ। बाहिरको सिनहरू चाहिँ यस्तो रहेछ, हेर्नु सक्नुहुन्छ हो। हामी चाहिँ स्काई वक आइपुग्यौँ। हो। अन्त यस्तो छ। अब चाहिँ हामी चढ्न आँटेको। अन्त यहाँ हामी चाहिँ हिँड्दैछौँ लाग्यो। बेर धुम्म भएर देखेन गाइस, सरी त्यसको लागि चाहिँ। अब हामी चप्पल फुकाउनु के हो फुकालो न के कुन त हामीलाई पहिला त परेको थियो एकछिन लोकल हाल्दा के हो पहिला त थिएन। यहाँ हेरौँ न, पहिला लोकल हाल्दा त थिएन। सोध्नु ए तलबाट काटेर पो आउनु पर्दैछ त। म खायो भने तलबाट काटेर आउनु पर्दैछ। तलबाट पर्दैन हो, लोकल हाल्नु पनि पर्छ। यहाँ मुनिबाट जानु अलिक कम्ती पर्छ है लोकल हाल्दा चाहिँ। एकछिन पर्छ, म ल्याइदिनु। त्यतिखेर चाहिँ मेरो भेनाले पर्खिदिएको थियो फोन होइन गाइस। अनि त्यही भएर म चाहिँ यहाँ माने घुमाउँदै थिएँ हो। अन्त भेनाले चाहिँ त्यहाँ मजाले भिडियो गरिदिँदै थियो, त्यही भएर चाहिँ मैले भोइस रेकर्ड गरेको छु यसमा चाहिँ हो। यहाँ चाहिँ हुनुहुन्छ मेरो आमा, अगाडि हुनुहुन्छ मेरो पापा, अनि म चाहिँ अगाडि थिएँ होइन। घुम्दै घुमाउँदै गयौँ। अनि पापाले पनि त्यहाँ घुमाउँदै जाँदैछ होइन। म र नानी चाहिँ त्यहाँ नानीले म पनि घुमाउँछु भन्दै पुरा जिद्दी गर्दै थियो नि त। अनि त्यही भएर हामीले चाहिँ नानीलाई चाहिँ दिएन। हामीले हामी चाहिँ सिसामा पुग्यौँ हो। अनि पुगेर चाहिँ यस्तो छ है, हेर्नुहोस् है स्काई वक चाहिँ तपाईँहरूकै लागि भए पनि म यसो गइदिएँ होइन। अन्त मेरो नानालाई पनि भेटेर म गएँ। यस्तो छ हो। अब नानी पर्खिन्थ्यो, नानी डराउँछ भनेर चाहिँ नानी पर्खिँदै हिँडेको त। नानी त आफै हिँड्न भन्दै थियो, अन्त डराएन होइन। अन्त मेरो पापा चाहिँ बिचरा बिमार थियो नि त, त्यही भएर पापा चाहिँ डराउनु भयो होइन। अनि त्यही भएर मलाई पनि डर चाहिँ लागिरहेको थियो। अनि त्यहाँबाट चाहिँ नानीले झार्नु पर्दै थियो, रिङ्गडा चलेको गाइस। मलाई चाहिँ बिचमा जाँदा अनि मेरो मामा पनि पछाडिबाट हाँस्दै आउँदै थियो गाइस। अनि मेरो नानीलाई चाहिँ भुइँमा छोड्दो भने मेरो हस्बेन्डले, अनि होस् अहिले फेरि रिङ्गडा चल्छ होला त्यसलाई भने। अनि त्यही भएर त्यसको चाहिँ म पछि गएँ गरेँ हिँडेको गरेँ होइन। अन्त त्यहाँ मधेसीहरू टुरिस्टहरू पनि पुरा थियो। अनि मेरो पापा चाहिँ डरले फर्किनु भयो, सक्नु भएन। अनि त्यति नै हो गाइस होइन। मेरो च्यानललाई चाहिँ नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला होइन।
मलाई माया गरिदिनुहोस् र मेरो नानीको लागि भए पनि तपाईँहरूले मलाई सपोर्ट दिनुहोस्। तल हेर न हिँड न सकेन ल है गाइस हामी चाहिँ पेलिङ आइपुगेर यहाँ सिसा भएको यहाँ बसिरहेको छौँ हेर्न सक्नुहुन्छ हो। मेरो नानी चाहिँ त्यहाँ खेल्दैछ भेनाहरू पर चाहिँ म चाहिँ यहाँ छु। गाइस तपाईँहरूलाई चाहिँ मैले स्काई वकबाट घुमेर फर्केको चाहिँ देखाइनँ किन भन्दा म हत्तु भएको थिएँ होइन। त्यसको भोलिपल्ट फर्केको चाहिँ मैले तपाईँहरूलाई देखाएँ र यो मुनिको चाहिँ लेक्सेप मन्दिर होइन हामी चाहिँ घुमेको भोलिपल्ट घर गयौँ हो। अनि त्यही भएर यो चाहिँ हाम्रो नानाहरूको मन्दिर चाहिँ यहीँ आउँदो रहेछ।